हेलो, वेलकम टु माई मिनी ब्लग। आज चाहिँ मैले के गर्दैछु ल हेरौँ है त तपाईँहरूलाई म देखाउँछु। आज चाहिँ मैले घिउ बनाउन लाग्छु फेरि। अस्ति नैको घिउ बनाएको अपार सफलतापछि फेरि एक बट्टा जम्मा भयो त्यो दही। अनि मैले बनाउँदैछु अनि मैले चाहिँ जहिले पनि मिक्सरमा हालेर बनाउँछु। बट्टामा हालेर खोल्दाखेरि हातले यताउता गर्दै यति थकेलाए जस्तो हुन्छ। अनि मैले चाहिँ मिक्सरमा हाल्छु। अनि मिक्सरमा चाहिँ एकैछिनमा हुन्छ ऊ भइहाल्यो नि त, गरेर पार्ने बित्तिकै भइहाल्यो। अनि अस्ति नै चाहिँ 2 माना घिउ भएको थियो होइन। अब योपालि चाहिँ त त्यत्रो छैन। त्यत्रो मैले चाहिँ धेरै दिन भयो तर पनि जम्मा खासै गरेको थिइनँ। अनि चाहिँ मैले गर्दै थिएँ यसो मिक्सरमा गर्दै थिएँ, तिनचोटि चाहिँ गर्दै थिएँ। अनि मलाई फेरि गर्दा गर्दै म सानीमाकोमा गएँ। बिन्दु आएर अनि जाम भनेर सानीमाकोमा गएँ। मैले हाम्रो सानीमाकोमा यहाँ नर्सरीमा बिरुवा पाइन्छ है। अनि फेरि सानीमाको लागि भेटेको भिडियो त मैले खिच्नै बिर्सेछु। अनि एकछिन बसेर चाहिँ हामी फर्क्यौँ। अनि फर्किँदाखेरि यसो बाटोमा क्लिप लिएको। अनि फेरि यता पसलमा आएर फेरि भाउजू नन्दले चाहिँ टिकटक बनाउन लायौँ। एउटा गीतमा टिकटक बनायौँ। अनि फेरि आएर मेरो ब्याक टु द वर्क म थिएँ। अनि यति भयो है। ल गेस गरौँ है यतिको कति बस्छ घिउ। मिलाउनेलाई प्राइस छ है हाम्रो पसलबाट।